हेलो साथीहरू, गुड मर्निङ एभ्रिवान, नमस्ते, सेवारो। आज पनि म अर्को भ्लग लिएर आइसकेको छु साथीहरू। म चाहिँ चारो टिप्नलाई जाँदैछु जङ्गल। मैले थोरै रक्सी बसाएको छु नि त, अनि त्यो रक्सीको कटमा चाहिँ चारो लगाएर लिएर लाउँछु भनेर चारो लिन जाँदैछु साथीहरू। के कस्तो छ तपाईँहरूलाई? मेरो च्यानलमा यदि नयाँ हुनुहुन्छ भने सब्सक्राइब गर्नु होला। अनि धेरै समय पछाडि मैले भ्लग लिएर आएको, के कस्तो लाग्छ कमेन्ट गर्नु होला। डेली भ्लग ल्याउन सकेको छुइनँ। अनि म चाहिँ यसरी जाँदैछु, यस्तो बाटोमा। ओ माइ गड, म लडिनँ म। यस्तो बाटोमा हिँड्नुपर्ने हुन्छ साथीहरू। अब मेरो यहाँभन्दा उता जाने बाटो छैन, तल काटेर यता आउनुपर्छ होला। बाटो छ एकदम अप्ठ्यारो। अनि यस्तै छ, मैले डेली भ्लग ल्याउन सकेको छुइनँ। अब त्यही हो, कहिले के हुन्छ कहिले के, त्यस्तै हो साथीहरू। चारो चाहिँ त्यति धेरै पाउँदैन र पनि अब अलिअलि सिला गरेर लाने हो। अनि म चाहिँ भारी लिएर आइसकेको। नानीलाई स्कुल पठाउनु पर्ने हुन्छ नि त। सानो के गरेछ? स्वागत छ तपाईँलाई भ्लगमा। खै थ्याङ्क यू भनेको कति वेलकम पनि स्वागत पनि। तल रक्सी हेर्नुभयो? आगै लगाएन ल। अनि सुँगुरहरू त कराएर हेर न। तातेको छैन अरे, हेरेको तातिन्छ। त्यो खानासाना पनि खाइसकेर नानीलाई पनि स्कुल पठाएर अब चाहिँ म चारो काटेर पकाउनु लागेको छु। अनि यता रक्सी पाक्दैछ। अनि साथीहरू त्यस्तै छ जिन्दगी होइन साथीहरू, हेर्दै गर्नु होला। यदि सब्सक्राइब गर्नुभएको छ भने सब्सक्राइब गर्नु होला मेरो युट्युब च्यानललाई। फाइनल्ली मैले चारो पनि काटेर पकाइसकेँ साथीहरू, हेर्नु होला। अब सुँगुरको चारोमा पल्किने लिम्बू नितिरै ढल्किने। सुँगुरको चारो पनि पाकिसक्यो साथीहरू। तर सुँगुरको चारो काट्दाखेरि थाहा छ तपाईँहरूलाई, मेरो हात काटेको छु नि। यस्तो भएको छ हेर्नु न, अघि हात काटेर मेरो हातको गति हेर्नु न साथीहरू। नङ काट्यो क्या अघि हात चारो काट्दा। त्यो साथीहरू अब मेरो काम धेरै नै छ। अब एकछिन बसेर नानीलाई निद्रा हुन्छ। साथीहरू हेर्दै गर्नु होला। पैसा साथीहरू, पैसा यहाँ जम्मा 5वटा 500को छ। अनि यो पैसा चाहिँ के गर्ने भन्दाखेरि नि, हाम्रो मकै दोहोरी गरेको छैन नि त। मकैलाई यसो अलिअलि मल लगाइदिउँ भनेर हो क्या। एक बोराको 5000 रे अहिले, 5000 रे 2500 रे अहिले आएर। गाह्रो छ नि हो साथीहरू, गरी खानु गाह्रो छ। अब अहिले आउँछ, एकछिनमा यहाँ पर आउँछ अरे। यो परको बाटोमा यो टर्निङमा आउँछ। त्यसपछि यो पैसा यस्तो दिएर एक बोरा मल लिनुपर्ने हुन्छ। मैले त्यति धेरै लाग्दैन हाम्रोमा, तर पनि हामी बाँड्छौँ नि त काकी दिदीहरूसँग अलिअलि बाँडेर चलाउने हो हामीले चाहिँ। साथीहरू म चाहिँ फाइनली नुहाएर यता त्यता गइसकेर नानीलाई टिफिन लिएर आइसकेको छु। नानीलाई आज मैले खाजा लिएन, नानीको अलिक सन्चो छैन, दुधहरू आइरहेको थियो। अब के कस्तो छ हेर्ने, नानीको कन्डिसन कस्तो छ होइन हेर्ने। नत्र भएन र ज्वरो धेरै आयो भने घर लगाएर जानेछु। हेर्दै गर्नु होला। हेलो आओ, कति पढ्यौ छोरी? सिँगान हेर त कति पढ्यौ? के भएर किन उगाएको यो हात चाहिँ फेरि?
उकायौ तिमीले गर्मी भएको छैन ल होइन उता दिदीकोमा खाजा खानु ल खै बाबा एकछिन त ज्वरो आएको छ कि छैन है कस्तो ज्वरो आइरहेको छ घर जाने कि बस्ने अब जाने अनि साथीहरू मेरो चाहिँ नानी सन्चो नभएर बाइक छैन नि त पापा हुनुहुन्न नि त पापा अफिस जानुहुन्छ बोलाउनु के भन्दा बोलाउनु कस्तो गर्नु भन्नु त नजानु भन्नु ल ओके ओके छोरी चाहिँ बिराम भएर सन्चै नभएर ज्वरो पनि होइन खोके गरेर मैले घर लगेँ साथीहरू उयो मैले बोकेको छु नि सिँगान चाहिँ ह्याङ्कीले पुसिहाल्नु न बाबा त्यो साथीहरू मेरो चाहिँ नानी सन्चै नभएर मैले चाहिँ घर लगिसकेँ बिरामी छ हजुर हिँड न बिस्तारै अनि सो म चाहिँ नानी लिएर पनि घरमा आइपुगिसकेको अनि त्यो आज नानीलाई चाहिँ अस्तिदेखि नै सन्चो थिएन अनि अझै पनि राम्रो भएको छैन नि त ज्वरो आउँछ खोकीहरू आउनु लाग्छ त्यस्तै भइरहेछ अनि त्यही हो साथीहरू म के गर्छु भन्नु न म के गर्छु भन्नु अब हामी यही हो अब नानी सुत्छ म घाँस काट्नु जान्छु बेबी सुते राखेर होइन नानी सन्तान नभने हामी चाहिँ पुजारीको अनि लाँदै गरेको अनि आजको मेरो भ्लग खासै केही थिएन त्यस्तो खास हुन्छ है त्यति त माथि बोकेर उचाल्नु न हामी चाहिँ बडाको घरमा आइपुगिसकेको हुनुहुन्न के हो हुनुहुन्छ जाऊ अघि त्यो के लगाएको थियो तपाईँको ब्यागमा दिनु बाजेलाई निन्द्रामा तर्सिन्छ तुम्बा अनि राति राति ज्वरो आउँदै जाँदै गर्छ के भएको बस्तु बाख्रा बटुल्नु पर्छ त्यो मर्यो भने एकै छाक ठिकै हो त्यो त अनि तल त्यो उसको को पो थियो नानी उ यहाँ तल हौ के पुजारी हौ भाजीको यो के को सिङ हो ओ माथि नानी ऊ कार्को होइन भेडा माथि 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 गोरु दुई माथि सव पखेर चढ्ने बनभेडा बनभेडा त्यस्तै त लाग्यो बनभेडा अनि त्यहाँदेखि चाहिँ ए पहिले को थियो र त त्यहाँ पुजारी र उ निस्केको कि उ तलको थियो त्यो गजिलेको ल यहाँ त सुन पनि रहेछ छेउघर बाजे त हाम्रो कान्छा बाजे पुजारी थिए कान्छा बाजे छेउघर बाजेको बाबु पुजारी साइना बाजे पुजारी सबै पुजारी थिए अनि माझघर बाजे चाहिँ सिराने बाजे मात्र माझघर बाजे त रात परिसक्यो आजलाई मेरो भिडियो चाहिँ अनि टाइम भइसक्यो किन भन्दा हामीलाई यहीँनिर बडाकोमै रात परिसक्यो नि त रात परिसक्यो अब आजलाई यति नै मेरो भिडियो के कस्तो लाग्यो भन्नु होला अनि यदि सब्सक्राइब गर्नुभएको छैन भने सब्सक्राइब गर्नु होला भिडियो हेरेर लाइक कमेन्ट पनि लाइक अनि सेयर पनि गर्नु होला भन्दै आजलाई यति नै बाई बाई